सो हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। म चाहिँ सन्चै छु, हजुरहरू सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ हामी 3 दिनपछि बल्ल यहाँ इन्डियामा आइपुगेका छौँ होइन। सो आज चाहिँ इन्डियामा आएर हामी एउटा यहाँनिर चाहिँ घर रहेछ, यहाँनिर सामानहरू टन्नै छन् यो घरमा होइन। सो हामी चाहिँ यहाँनिर बसेका छौँ। आज चाहिँ अब हाम्रो सबै व्यवस्था चाहिँ भइसकेको छैन होइन। खाना बस्न यताउता सबै कुनै पनि व्यवस्था भएको छैन। त्यही भएर हामीले चाहिँ यहाँनिर एउटा दाइसँग कन्ट्याक्ट गरेर यहाँनिर चाहिँ हामी आज बसेको छौँ। अब भोलिदेखि चाहिँ काम कहाँ जाने के गर्ने भनेर भोलिदेखि सबै कन्ट्याक्ट गरेर काम व्यवस्था गर्नेछौँ होइन। सो नेपालीहरूको पीडाइ त छ होइन। साला यो दुख का खत्म नहीं होता बे। सो अर्को देशमा आइसकेपछि अब यसरी बस्नुपर्छ सबैजना मिलेर होइन। मुझे अपने घर जाना है। मुझे घर जाना है। सुत्ने ठाउँ चाहिँ यस्तो छ हाम्रो होइन। यता चाहिँ भाइहरू छन् टन्नै। सो अब जसरी भयो भने एडजस्ट गर्नै पर्यो होइन। अब परदेशमा आइसकेपछि कमाउने भनेर आइसकेपछि रमाउने कुरै भएन, कमाउने भनेर आइसकेपछि अब जसरी भए पनि काम गर्नु पर्यो। अहिलेसम्म चाहिँ हामीले अब आज फर्स्ट दिन इन्डिया आइपुगेको फर्स्ट दिन होइन। काम चाहिँ हामीले आज पाएको छैनौँ। अब भोलिदेखि हामी काम खोज्नेछौँ। त्यसपछि चाहिँ अनि डेरा अलि राम्रोसँग व्यवस्थापन गर्नेछौँ।